ओके डियर स्टुडेन्ट, आज म तपाईहरुको बीचमा क्लास 12 को फिजिक्समा इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिज्म भनेको मोस्ट इम्पोर्टेन्ट च्याप्टर लिएर आएको छु र यो भनेको हामीलाई एकदम इम्पोर्टेन्ट रहेको छ र यसको बारेमा हामीले आज सिम्प्लिसिटी बुझ्छौं कि वास्तवमा यो के हो। ओके, सो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिज्म भनेको दुईवटा कन्टेन्ट हाम्रो छ। त पहिला बुझ्छौं हामी इलेक्ट्रिसिटी को बारेमा, त्यसपछि बुझ्छौं हामी म्याग्नेटिज्म को बारेमा। ओके, त हेर्नुस्, इलेक्ट्रिसिटी है, इलेक्ट्रिसिटी। अब इलेक्ट्रिसिटीमा हामीले के बुझ्नु पर्छ? इलेक्ट्रिसिटीमा हामीलाई बुझ्नु पर्छ इलेक्ट्रिक करेन्ट को बारेमा। इलेक्ट्रिक करेन्ट भनेको के हुन्छ? त यो सबै कुरा आज हामीले डिस्कस गर्छौं डीसी सर्किट को बारेमा। डीसी सर्किट भन्नाले डाइरेक्ट करेन्ट सर्किट भनेको के हुन्छ र यसमा के कस्तो हुन्छ त्यसको बारेमा हामी बुझ्छौं। त हेर्नुस्, इलेक्ट्रिसिटीमा सबभन्दा पहिला हामीले स्टडी गर्छौं इलेक्ट्रिक करेन्ट को बारेमा। इलेक्ट्रिक करेन्ट को बारेमा। ओके, त हेर्नुस्, अब यहाँबाट के छ? इलेक्ट्रिक करेन्ट। त इलेक्ट्रिक करेन्ट भन्नाले के हुन्छ? त सबभन्दा पहिला हामी बुझौं करेन्ट भनेको के हो। करेन्ट भनेको के हुन्छ? कुनै पनि कुरा फ्लो हुनु, जस्तै वाटर फ्लो भइरहेको हुन्छ त्यसलाई भन्छ हामी वाटर करेन्ट। जस्तै हावा बहिरहेको छ त हावाको जुन फ्लो छ त्यो भनेको हुन्छ एयर करेन्ट। त्यस्तै इलेक्ट्रोन्सबाट जुन करेन्ट आउँछ त्यसलाई भन्छ हामी इलेक्ट्रिक करेन्ट। त वास्तवमा इलेक्ट्रोन्स भनेको के हुन्छ त्यो कुरा पनि हामी बुझ्छौं। ओके, हेर्नुस्, इलेक्ट्रिक करेन्ट। त इलेक्ट्रिक करेन्ट बुझ्नु भन्दा अगाडि हामीलाई यो च्याप्टरमा सबभन्दा पहिला बुझ्नु पर्छ करेन्ट क्यारियर। करेन्ट क्यारियर। अब सोच्नु सेक्सनको लागि वास्तवमा करेन्ट क्यारियर भन्नाले के हुन्छ? त जतिसुकै चार्ज पार्टिकल्स छ, यदि त्यो चार्ज पार्टिकल्सहरु कुनै एउटा डेफिनिट डाइरेक्सनमा फ्लो भइरहेको हुन्छ अनि मात्र त्यसले करेन्ट चाहिँ दिने गरिन्छ। जस्तै गेस गर्नुस्, म एउटा मेटलको रड लिन्छु, आइरनको रड लिन्छु, त्यसमा के करेन्ट हुन्छ कि हुँदैन त्यो कुरा पनि आज हामीले डिस्कस गर्छौं। ओके, त कस्तो कस्तो खाले अब्जेक्टबाट करेन्ट आउँछ र करेन्ट कसरी आउँछ त्यसको बारेमा हामी बुझ्छौं। त करेन्ट कसरी आउँछ यसको बारेमा बुझ्नुको लागि सबभन्दा पहिला हामी बुझ्यौं करेन्ट क्यारियर। टाइप्स अफ मेटरको अनुसार पहिला बुझ्छौं सोलिड को बारेमा, लिक्विड को बारेमा र त्यसपछि ग्यास को बारेमा। ओके, त सोलिडमा करेन्ट क्यारियर के हुन्छ? त सोलिड को लागि हामी बुझ्छौं तीनवटा कुरा। एउटा बुझ्छौं कन्डक्टर, अर्को हुन्छ सेमीकन्डक्टर र अर्को हुन्छ इन्सुलेटर। अब एउटा कुरा तपाईहरु गेस गर्नु भएको होला, यहाँबाट कन्डक्टरमा करेन्ट हुन्छ, कन्डक्टरमा करेन्ट प्रवाह हुन्छ, फ्लो हुन्छ। सेमीकन्डक्टरमा पनि हुन्छ, थोरै थोरै हुन्छ, तर इन्सुलेटरमा हुँदैन है। त वास्तवमा कन्डक्टरमा जुन करेन्ट फ्लो हुन्छ त्यो के को कारणले करेन्ट फ्लो हुन्छ? त्यसमा करेन्ट क्यारियर भनेको के हुन्छ? त हेर्नुस्, कन्डक्टरमा भनेको फ्री इलेक्ट्रोनको कारणले गर्दा यसमा करेन्ट प्रोड्युस हुने गरिन्छ। त्यही भएर इन अ कन्डक्टर देयर इज अ करेन्ट क्यारियर इज फ्री इलेक्ट्रोन। कन्डक्टरमा फ्री इलेक्ट्रोन भनेको करेन्ट क्यारियर हुन्छ। करेन्ट क्यारियर कसले बोकेको हुन्छ? कन्डक्टरमा फ्री इलेक्ट्रोनले। यदि हामीलाई कसैले भन्यो कि कन्डक्टरमा कसरी करेन्ट प्रोड्युस हुन्छ त हामी भन्छौं इलेक्ट्रोनको मार्फत चाहिँ कन्डक्टरमा के हुन्छ? करेन्ट भनेको फ्लो हुन्छ। ओके, त्यस्तै सेमीकन्डक्टर। त सेमीकन्डक्टरमा करेन्ट क्यारियर को हो? त सेमीकन्डक्टरमा हुन्छ इलेक्ट्रोन्स एन्ड होल्स। इलेक्ट्रोन्स एन्ड होल्स, यो दुईटै सेमीकन्डक्टर हाम्रो एउटा च्याप्टर नै छ, त्यसमा जान्छौं हामी। त्यसमा जाँदाखेरि हामीले यसको बारेमा डीप बुझ्छौं। अब के हुन्छ? होल्स भनेको के हो त्यो बुझ्छौं हामी। इलेक्ट्रोन्स भनेको त हामीलाई थाहा छ, नेगेटिभली चार्ज पार्टिकल्स है। कुनै पनि एटम छ भने त्यसमा तीनवटा कुरा हुन्छ, प्रोटोन, इलेक्ट्रोन, न्यूट्रोन। प्रोटोन भनेको पोजिटिभली चार्ज पार्टिकल्स हो, इलेक्ट्रोन भनेको नेगेटिभली चार्ज पार्टिकल्स हो, अनि न्यूट्रोन भनेको चार्जलेस क्वान्टिटी हो।
ओके त यहाँ हेर्नुस् इलेक्ट्रोन्स भनेको नेगेटिभली चार्ज पार्टिकल्स भयो र एन्ड होल्स भनेको के हुन्छ त होल्स भनेको के हुन्छ जस्तै स्पेसमा यहाँ कुनै एउटा एटम छ अब यसमा भएको फ्री इलेक्ट्रोन जुन छ त यहाँबाट इलेक्ट्रोन निस्कियो यहाँ गयो जुन इलेक्ट्रोन त यहाँ रह्यो खाली ठाउँ यहाँ खाली ठाउँ जुन रह्यो यो मात्र अब यसमा रह्यो पोजिटिभली चार्ज किनभने प्लस र माइनस हुन्छ नै कुनै पनि एटम छ भने त्यसमा प्रोटोन हुन्छ र न्यूट्रोन हुन्छ न्यूट्रोन बाहिर जाँदाखेरि नेगेटिभ चार्ज पार्टिकल्स बाहिर जाँदाखेरि पोजिटिभली चार्ज पार्टिकल्सको मार्फतबाट जुन कुरा हुन्छ त्यसलाई भन्छौँ हामी होल्स र यसको बारेमा जान्छौँ हामी एउटा सेमिकन्डक्टर छ एकदम इम्पोर्टेन्ट च्याप्टर त्यो पनि योभन्दा अगाडि हामी पढ्छौँ र सेमिकन्डक्टरमा के को कारणले गर्दा करेन्ट प्रोड्युस हुन्छ भने त्यहाँ इलेक्ट्रोन र होल्स को कारणले गर्दा हुन्छ त्यही भएर हामी के लेख्छौँ इन अ सेमिकन्डक्टर इलेक्ट्रोन एन्ड होल्स आर करेन्ट क्यारियर सेमिकन्डक्टरमा करेन्ट क्यारियर भनेको के हुन्छ बाबु इलेक्ट्रोन एन्ड होल्स ओके सो अब रह्यो इन्सुलेटर द इन्सुलेटर हैज नो करेन्ट क्यारियर इन्सुलेटरसँग कुनै करेन्ट क्यारियर हुँदैन त्यही भएर इन्सुलेटरमा करेन्ट प्रोड्युस हुँदैन त्यसमा करेन्ट लाग्दैन है त अब इन्सुलेटरहरु के हुन्छ त्यो पनि हामी डिस्क्राइब गर्छौं ओके त यो भयो हाम्रो कन्डक्टर सेमिकन्डक्टर र इन्सुलेटरको बारेमा अब एकछिन हामी कन्डक्टरको मार्फतबाट हामीले के गर्छौं करेन्टलाई इलेक्ट्रिक करेन्टलाई हामी डिफाइन गर्छौं अगाडि त यो भयो हाम्रो सोलिड स्टेटबाट कसरी हामीले करेन्ट हेर्छौं त्यो भयो अब हामी हेर्छौं लिक्विडमा हेर्नुस् त लिक्विडमा तरल पदार्थमा कसरी करेन्ट प्रोड्युस हुन्छ र के को कारणले प्रोड्युस हुन्छ त्यो कुरा आज हामी बुझ्छौं त लिक्विडमा के हुन्छ तपाईहरुले केमिस्ट्रीमा इलेक्ट्रोस्ट्याटिक